तरकारी पाक्दैछ भित्र है। मैले चाहिँ यहाँ लसुनको पत्ता हाल्न मन लाग्यो। लसुन, यो प्याज यो चाहिँ लसुन हो के अरे, यो लसुन हो, यो चाहिँ प्याज हो। यो प्याज अनि यो लसुनको पत्ता, प्याज, धनियाँ हाल्यो भने झन् मिठो हुन्छ नि त, मिठो टेस्ट आउँछ। अनि त मिठो गरी खान पर्यो नि त हैन। अब कतिजनालाई त तिते करेला मन पर्दैन होला, हाम्रो त फेभरेट हो, बच्चाहरूले नि खान्छन्। मलाई त तिते करेलाको अचार पनि मनपर्छ, तरकारी फ्राई गरेको नि मनपर्छ, झोल हालेको त झन् बेस्ट हो। टिमुर छुटाउनु हुँदैन है, झोल हाल्दा चाहिँ टिमुर, लसुन टिमुर छुटाउनु हुँदैन। अनि मजाले पिरो, यहाँ मजाले आएको रहेछ त नि प्याज, मजाले पिरो हालेर खानु झन् कस्तो मिठो हुन्छ नि त। तर बच्चाहरूले पिरो खाँदैनन्, त्यही भएर मैले चाहिँ पिरो हालेको छुइनँ। तर पिरो हालेको छैन हैन, बच्चाहरूले खान्छ नि त, त्यही भएर म चाहिँ यहाँ डल्ले खुर्सानी टिप्न आएछु। मजाले डल्ले खुर्सानीसँग तरकारी, तिते करेलाको झोल हालेको तरकारी र भुजा कस्तो मिठो हुन्छ। ल हेर्नुहोस्, डल्ले खुर्सानी पनि टिपेँ मैले, अरू पनि टिप्न यहाँ रेडी भएर रहेछ। ल टिप्दैछु म चाहिँ डल्ले खुर्सानी।